यहाँनिर चाहिँ टिप्परको उद्धारको लागि चाहिँ हाम्रो ठुलो मेसिन स्काइभेटर पुगिसकेको छ यहाँ। अब उद्धार हुन्छ। भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु हैन, कसरी उद्धार गर्छौँ हैन, टिप्पर यसरी उठेको बेलामा कसरी उद्धार गर्नुपर्छ, हरेक कुराहरू तपाईँलाई यो भिडियोमा देख्न पाइन्छ गाइज। अब भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला। स्काइभेटर चाहिँ पुगिसकेको छ है अर्को। ल भिडियोलाई चाहिँ लास्टसम्म हेरौँ है गाइज। वीडियो बनाऊँ ना यार, हाम्रो नयाँ फोन लिएर यार। ल गाइज अब चाहिँ उद्धार हुँदैछ यहाँनिर, भिडियोलाई हेर्नुहोस्। अन्त यहाँ असिना पानी पनि पर्ने बेला हुन लागिसक्यो यहाँ। ल बस्यो 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 गाइज। ल बस्यो। ओहो उठ्यो 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 उठ्यो। ल ल बस्यो बस्यो बस्यो। ल ठुलो मेसिन भने ठुलो मेसिन नै हो नि त गाइज। ल भइसक्यो उद्धार यसको। ल ओके गाइज।